Voy to छोटो डालम एक डालम नि एक हाल्ने वरिपरि के वरिपरि दुई माछा हाने बेला एक माछा निफाउनु एक माछा हेटसेट कुटेर दिने खाली दिने त कुन पनि मान्दैनन् दिन रिस उठाउँदा नै बक हानेर एकैछिन त हामी नापा जातकै नन्द परे सुठाउन कुरा गर्दा रे यो यति गर्न नि पनि ठिकै छ न गरे नि खान नगरी मूल बहन भए देखा ये त्यो भन्दा केही र Grande क्या क्या बनी के बनाने अब 8 वर्ष वाले या पनि खिचिला हो काण्ड यो गरे पनि यो गर्दी यो दाम तिमी सिया पनि खिचिला हन जक्कैको चाहिने काम के होला चाहिने काम मैं कस्तो देखाउँला इस कस्ता थत्ता मुत्ता मैं खींचते मैं चलो आने जो ना अल्लाह सी उठी है कट्टा करते दिने आले नहीं थी एक कट्टा धान खाए अस्ति कुटिया पनि हैन अस्ति कुटिया पनि हैन बेल कुटिया पनि हैन चाम निको भाइ खुसी होला ज्याकै भन्नाको छोरा हो दौडी आइकन त तल गोखाना कसरी दिन घाड्नु पुरी आम्मा त घट्ट फाल्दै गरे हो गरे अघि हो भने हेर्नु नदी पनि टोटेन मेरो अहिले त फोन गरे औलो भइजान लगाइदियो भने जहाँ लाइदियो त्यो निमाको लगाइदियो लगाइदियो भने आउने बसी बसी खाजो गुन्द त आफै गाडी मरी त्यही गर्नु पर्ने दिन आइदियो मान्दैनन् भने
के खासु नातिन दबाई के कति हमने आपको पर्नु पनि गर्नु भएको अझ हैन अझ फेरि उता जाऊ गर्नु मिल्दैन त एकरु गयो भनु मकन बहुत टाइम मुटिएन नि दिदिनु हामी गाल गरिया कटा है त कटा राख्नु निमले कटा जानु पर्छ फेरि छल्क्याउने अब छल्क्याइ दियाले एकबार दयाले भयो नि सारा पर फोटोराम काइदिन अब यो गयो भने विचार गर्ने अब भनिदिने निगेला ल्याउने त्यो हिरो मौकुन साउता फोड बिलुरा ल्याए आइ अध्यक्षले आइ लैगे त गोरु लिए के आइ लिन बोली ल्याउन के लिए लिन देऊ काट्न पाया कहिले घाँस काट्ने त के घाँस काटिदियो के भन्ने हैन फोटो नकाटिदियो भने झोलको बिस्तार गरेर क्या ने और प्रकार से लाग जाए तो हां पानी कम गरे भाइ चामल द बढी गरे भाइ आइनबाट एक धाराबाट हाल्नु के मन के गर्ने माने माज खोरन्दै हेर पर कुरा है एजेन्सीमा दिदी कन बढी हाल्दै खाद्य गरे फटफट गर्दै बिस्तारै हाल्नु सुपर लाभ के भयो त अनि बिस्तारै गर्ने हाटे गर्ने सबै यो नाप्ने यो हतडा हाल्नु पनि भइहाल्छ अझ लुगा हतडा हाने हुँदैन त्यो पराइ खचरामा यत्रा घाँडा हुँदा नि त किन क्या सिङ हालिकन बनायो त बजाउने बिचको रालो त्यो भने आउँदा 4 वर्ष आहे 4 हुनार तीन त भन्थे नि त्यो चाहिने है आज अब कौन खेल लगा चाहिए भाइको हाला हाला यो देखि मुसली लोग आए त बस्नु पनि पर्यो त हुन्छ भाइ खानु पर्यो नि त हामीले पर हिउँदभरको हात तरकारी हुनु पायो तब खाइहाम के अनि काठीमा आज काचो होला पालो अनि जेठमा हाल्यो काचो अब बाग काट्दै अनि पालन काउ लाइन हाम्रो बाहिर हाम्रो आलु पुरा दबाई हाम्रो ढौलो माग माग अहिले बाटो बस्न दिन राख्नु भयो पानी हाल्छ नि पानी के कमान्ड हाम्रो अन्त पानी हाल्कन खाल जाउँला पानी काउँदा त